वेल्सको त्यो ड्रागन छ नि त्यो ड्रागनलाई भेट्नु पर्यो कि यो कुन गाडी हो त्यही क्लास हो त ए होला बी होला सी होला के राम्रो लाग्छ मलाई किन क्यासल आउँदैछ काठमाडौँ कदम ठाउँमा आजको हाम्रो यो क्याम्प साइटमा चाहिँ यस्तो छ है म तपाईँलाई यस्तो पिक देखाइहाल्छु अनि यहाँ टोयलेट छ टोयलेट पनि नट ब्याड रहेछ होइन दुईवटा टोयलेट दुईवटा बाथरुम अनि हेर्नुहोस् त्यहाँ वेल्समा आज वेदर चाहिँ कन्ट्रोल गरेको छ हिजोको नाच चाहिँ एक्स्ट्राअर्डिनरी भयो यहाँ हेर्नुहोस् यहाँ चाहिँ हामी भ्यानतिर क्याम्प साइटमा आइरहेको छ होइन यहाँ चाहिँ सिर्फ 20 पाउन्ड रे अनि यसमा चाहिँ तपाईँको इलेक्ट्रिक केबल पनि पाइन्छ नेक्स्ट टाइम हाम्रो एउटा के गल्ती भयो भने यहाँ क्याम्पर भ्यानको सकेट पनि हुँदैछ यस खालको सकेट छैन तर बिएनक्यूमा नत्र गो आउटडोर्समा चाहिँ पाउँदैमा चाहिँ हामी बसेको किनभने पानी परिरहेको छ टेन्ट बनाउँदाखेरि चाहिँ अलिकति स्ट्रगल हुन्छ भनेर चाहिँ हामीले आफ्नै बनाइरहेको छ लेट्स ओपन अप द क्रेब अनि यहाँ चाहिँ हाम्रो बिस्तारै छ यहाँ चाहिँ एयर बेड अनि त्यसमा चाहिँ माथि यो राखेर अनि प्लस चाहिँ हल्का ब्ल्याङ्केट है यो घरबाट ल्याएर दियो अनि त्यसपछि सिरानीको लागि चाहिँ इम्प्रोभाइज हाम्रो ज्याकेटहरू राखेको छौँ अनि हल्का विन्डो पनि क्रिक गरिरहेको छु राति पानी परेर हल्का राम्रो वेदर भयो होइन अब आजको डे पनि यस्तै रेनी ग्लुमी यस्तो पेम्ब्रोकशायरमा आउँदाखेरि अब के भने अब वेदरलाई साथ दिएन तर अब भ्यूहरू चाहिँ एक्सेप्सनल छ अनि त्यहाँ बास्केटबल कोर्ट पनि रहेछ यार त्यहाँ गएर हालिदिनुपर्छ क्या यहाँ आइरहेको छ हाम्रो मेम साहब अनि मेम साहबले चाहिँ आज कस्तो हो नाइट कस्तो लाग्यो एनिभर्सरीको जाडो पानी परेको ड्रप भनौँ न त यस्तो ल ल जाऊ के बनाटे सिलगढी एकछिन मिलाउने हो अहिले एकछिन सिलगढी मिलाउने हो अब 11 बजेमा बसेर अनि घर लाग्ने हो कहाँ जान्छ नि एकछिन घुम्जाने हो नि गाडीमा घुम्छ यस्तो पानीमा मान्छेले क्यारा भ्यान हुन्छ है हाम्रो क्यारा कार हो क्या होइन यस्तो खुट्टा नै ओर्ने त्यो हाम्रोबाट के टो हामी पेम्ब्रुक आइरहेको छ पेम्ब्रुकमा चाहिँ अब गएर म्याकडोनल्ड्स खाने हो अनि यसो क्यासेलहरू छ भने क्यासेलहरू नै हेर्ने हो तपाईँलाई मजाले जाडो घोडा त हिजो बेलुका नि आएको थियो जाडो भएर सुतिरहेको थियो बिहान उठेर अब एनर्जेटिक भएर बस्छ कि के हो पेम्ब्रुकशायरको रोड हामी पेम्ब्रुकशायरबाट फर्केर आएर छ अहिले चाहिँ ड्राइभर चेन्ज भइरहेको छ होइन आजको दिन चाहिँ फ्यान्टास्टिक भयो वेदरले पनि साथ दिइरहेको छ तर फर्चुनेटली हामी चाहिँ घर फर्किँदैछ किनभने वी निड टु टेक सावर अनि आखियामा पनि जानुपर्ने छ अनि त्यो चाहिँ प्रायोरिटी हो लाइक प्रायोरिटी इज नट घुमिङ पेम्ब्रुकशायर होइन प्रायोरिटी चाहिँ आखियामा जाने लाउने हो क्या ओके एनिवे आजको चाहिँ रोडको जर्नी हेर्नुहोस् तपाईँलाई देखाइदिन्छु यस्तो ल्यान्डस्केपहरू कस्तो राम्रो छ है यहाँबाट झ्यालबाट हेर्नुहोस् यस्तो दामी देखिन्छ क्या खोला हेर्नु कस्तो मजाको खोला खै मेरो त क्लियरै भएन त हेर त कुन खोला हो कुनै स्पन्जीको त्यहाँ एउटा क्यासल पनि देखेको कता हो